हेलो नमस्ते गुड मर्निङ एभ्री वान। तपाईँहरूको के छ खबर यार? मेरो त एकदम ठिक छु। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। र आज पनि मेरो एमसी भिडियोजमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। र आज बिहान 11:35 को गुड मर्निङ पछि म लागिएँ आफ्नो कामतर्फ रेडी भएर भरतपुर जाने काम थियो र म र योगेश दाइ चाहिँ लाग्यो भरतपुरतिर। र हामी निस्किँदाखेरि चाहिँ पानी पर्ला जस्तो भएको भएर हामीले चाहिँ 2वटा रेनकोटलाई स्कुटीको डिक्कीभित्र हालेर हामी चाहिँ लागियो भरतपुरतर्फ। हामी चैनपुर चोक हुँदै। र आज चाहिँ शीतल थियो मौसम। हिजो अस्तिको भन्दा आज चाहिँ घाम त्यति थिएन, त्यसैले हामी चाहिँ सर स्कुटीमा लाग्यो भरतपुरतर्फ। र हामी भरतपुर पुग्यौँ र भरतपुरको यो एकदमै बवाल रोड मैले तपाईँहरूलाई देखाइरहेको छु। चितवनको सान यो भरतपुरको रोडलाई देखाउँदै म अगाडि बढेँ र हामी पुग्यौँ फाइनल्ली सिएमटी रिसोर्टको नजिकै भएको ब्याङ्क साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्क लिमिटेडमा। र हामी माथि गयौँ र माथि भिडियो खिच्न अलिकति मिल्थेन ब्याङ्कभित्र, त्यही भएर मैले चाहिँ फर्किने बेलामा भिडियो बनाएँ। हामी चाहिँ फर्क्यौँ डकुमेन्टहरू लिएर फेरि फर्सातर्फ नै। र तपाईँहरूले यो देख्दै हुनुहुन्छ यो भरतपुरको रोड हो, हाम्रो चितवनको रोड हो। एकदमै राम्रो बनाउनु भएको छ। रेणु दिदी जहाँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो त्यो अवस्थामा चाहिँ यो रोडहरूको चाहिँ निर्माण भएको थियो। साँच्चै नै उहाँलाई चाहिँ यो भिडियो मार्फत नै फेरि पनि धन्यवाद दिन चाहन्छु। र यो टिकौली जङ्गल हो भरतपुरको। र तपाईँहरू यदि भरतपुर आउँदै हुनुहुन्छ र अथवा भरतपुरबाट पर्सा टाढीतिर आउँदै हुनुहुन्छ भने यो बिचमा एउटा ट्राफिक लाइट राखेको छ जहाँ चाहिँ स्पिड चेकिङदेखि लिएर अरू कुराहरू सिसी क्यामेराले कैद गरिएको हुन्छ। त्यसैले तपाईँहरू चाहिँ सतर्क भएर ट्राफिक नियमलाई पालना गर्दै अगाडि बढ्नुपर्ने अनुरोध गर्न चाहन्छु। र हामी फाइनली पुग्यौँ पर्सा मालपोत कार्यालय। यहाँ केही कामहरू थियो, त्यो कामको लागि हामी चाहिँ लगभग दिनको 4-5 घन्टा बस्यौँ। यो असारको अन्तिम भएर क्लोजिङको अवस्था भएर होला सबैतिर निकै नै प्याक थियो। तैपनि हाम्रो काम चाहिँ हामीले जति सक्दो चाँडो गरेर चाहिँ हाम्रो काम सकेर हामी चाहिँ फेरि फर्कियौँ खाजा खानातर्फ। र हामी चाहिँ गयौँ ध्रुव मोमो रेस्टुरेन्ट पुरानो पर्सामा रहेको यो दोस्रो आउटलेटमा जहाँ पुल नजिकै रहेको छ। यदि तपाईँहरूलाई पर्सा आउँदै हुनुहुन्छ, पर्सातिर खाजा खान चाहनुहुन्छ भने चाहिँ ध्रुव मोमो रेस्टुरेन्टलाई यहाँहरूले सम्झन सक्नुहुनेछ। केही बेरको पर्खाएपछि हाम्रो खाजाहरू आयो र हामीले चाहिँ खाजाहरू जे अर्डर गरेको थियो त्यो आयो। हामी चाहिँ त्यसपछि खाना थाल्यौँ। र ध्रुव मोमो रेस्टुरेन्टको चाउमिन चाहिँ एकदमै बेस्ट लाग्छ। मैले चाहिँ यहाँको जस्तो चाउमिन चाहिँ अन्त कहीँ पनि खाएको छैन। र यो हामीले चप्सी पनि चाख्यौँ। चप्सी पनि निकै नै मिठो एन्ड टेस्टी थियो। र भाउजू आउनुभएको थियो, हाम्रो ध्रुव मोमो रेस्टुरेन्टको ओनर गोमा भाउजू। र उहाँ पनि गफ गर्दै हामीसँगै बसिरहनु भयो। त्यसपछि आइपुग्यो बहिनी ज्वाइँ लखर डुल्दै आइरहेको रहेछ। भदुवा जसरी हिँडे चाहिँ दुईजना कसले पाउने हो नि थाहा नै। दुईजना सबै उभिँदै थियो एकचोटि के मेरो भ्लग हो कि यो। ल दुईजना कसले पाउने हो तपाईँहरूले भन्यो। केही समयको यो मजाकपछि हामी सँगै बसेर खाजा खायौँ, फेरि अर्डर गऱ्यौँ र हामीले खाजा खान थाल्यौँ। र यो हाँसी मजाक हामीसँग चलिरहन्छ। बहिनी चाहिँ प्रेग्नेन्ट भएको हुनाले डेट नजिकै छ। उहाँहरूलाई पनि शुभकामना दिन चाहन्छु। चाँडै नै भान्जीको आगमन हुँदैछ। के अरे र अन्त्यमा खाइसकेपछि बिल त तिर्नु पऱ्यो र भाउजूलाई पैसा निकाल्दै कति तिर्नु पऱ्यो भाउजू कति हो भन्दै जिस्किँदै हामी हाँसी मजाक गऱ्यौँ। त्यसपछि हामी फर्कियौँ र उहाँहरूलाई चाहिँ खाजा खाना बाँकी समय छोडेर हामी चाहिँ निस्क्यौँ घरतिर। म र दाइ चाहिँ दिनभरिको थकान त्यसपछि घर गएर हुक्का खाँदै चिल गर्नलाई। र बाई एभ्री वान, थ्याङ्क यू सो मच यो भिडियो हेरिदिनु भएकोमा। र फेरि अर्को नेक्स्ट एमसी भिडियोजमा हामी फेरि भेट्नेछौँ।